विशेषतः हामी कुन नक्षत्रमा जन्मेको हौँ र कुन चरणमा जन्मेको हौँ र हामीले विशेषतः जन्मिने बित्तिकै कुन ग्रहको चाहिँ नि दशा प्राप्त गऱ्यौँ र अहिलेसम्म जीवनको यो पडावसम्म आइपुग्दाखेरि हामीलाई कुन ग्रहको दशा चलिरहेको छ भन्ने कुरा चाहिँ विशेष जान्न जरुरी हुन्छ। त्यसले गर्दा विशेष त त्यो जुन ग्रहको दशा चलिरहेको छ सो ग्रह चाहिँ कुण्डलीमा योग कारक भएर बसेको छ भने कुन भावमा यो कारक भएर बसेको छ सो भाव सम्बन्धी व्यक्तिको जीवनमा चाहिँ अत्यन्त उन्नति प्रगतिको स्थिति बन्छ भने यदि चाहिँ नि सो ग्रह चाहिँ मारक भएर कुण्डलीमा अशुभ स्थितिमा गएर बसेको छ भने व्यक्तिले चाहिँ अत्यन्त प्रब्लमहरू चाहिँ जीवनमा भोग्नु पर्ने हुन्छ। अब कस्तो खालको प्रब्लम भोग्नु पर्ने हुन्छ त भन्दा त्यो पनि कुन भावसँग सम्बन्धित प्रब्लम दिनको लागि ग्रह बसेको छ। यदि चाहिँ व्यक्तिको चाहिँ रोग ऋण शत्रुको भावमा मुद्दा मामलाको भावमा गएर चाहिँ ग्रह बिग्रेर बसेको छ भने व्यक्तिको स्वास्थ्यमा प्रब्लमहरू हुन्छ। आर्थिक चाहिँ व्यक्ति चाहिँ ऋणमा डुब्ने स्थितिहरू बन्छ र व्यक्तिलाई विभिन्न शत्रुहरूको प्रब्लमहरू पनि आउँछ भने व्यक्तिलाई चाहिँ विभिन्न मुद्दा मामलाको स्थितिहरू पनि सामना गर्नुपर्ने हुन्छ। र अर्को चाहिँ यदि खराब ग्रह चाहिँ अष्टम भावमा गएर कुनै ग्रह पीडित भएको छ र चाहिँ अष्टम भावको भावेश भएर कतै पीडित भएर बसेको छ भने सो व्यक्तिलाई चाहिँ अत्यन्त डिप्रेसन अत्यन्त दुर्घटनाको स्थितिहरू र एउटा चाहिँ अदृश्य भयले व्यक्तिलाई चाहिँ सताउने खालको स्थितिहरू बन्छ भने यदि 12औं भावमा गएर व्यक्ति पीडित भएको छ भने खर्चको कारणले विभिन्न चाहिँ जेलको कारणले कुनै चाहिँ मुद्दा मामलामा फस्ने कारणले चाहिँ व्यक्तिलाई चाहिँ अनेक प्रकारको घरबाट चाहिँ टाढा रहनु बस्नुपर्ने कुराले पनि व्यक्तिलाई प्रब्लम चाहिँ दिइरहेको हुनसक्छ। त्यसले गर्दा कुन भावमा कुन ग्रह चाहिँ अशुभ स्थितिमा गएर बसेको छ सोही अनुसार चाहिँ त्यो जीवनमा त्यो समयकालमा चाहिँ व्यक्तिले दुःख प्राप्त गर्ने हुन्छ। त्यसले गर्दा विशेषतः हामीले चाहिँ यो कारक र मारक ग्रहलाई जान्ने हो भने विशेषतः जम्मा 12वटै राशिहरू हुन्छन्। ती 12वटै राशिहरूमध्ये कुनै न कुनै राशि लग्नमा आएर बसेको हुन्छ। त्यसैलाई हामीले लग्नेश भनेर बताउँछौँ। त्यसले गर्दा विशेषतः 12वटा लग्नमा कुन ग्रह चाहिँ कुन अवस्थामा बस्दाखेरि यो कारक हुन्छ र कुन ग्रह चाहिँ कुन अवस्थामा बस्दाखेरि मारक हुन्छ भन्ने कुरालाई सठिक तरिकाले हामीले जान्न सक्यो भने चाहिँ ज्योतिषको मूलभूत सिद्धान्तलाई हामीले सम्झिन सक्छौँ। त्यसले गर्दा ढिला नगरिकन आजको बसाइमा हामी मीन लग्नमा चाहिँ कुन ग्रहहरू विशेषतः यो कारक ग्रहहरू हुन्छन् र चाहिँ कस्तो अवस्थामा तिनीहरूले शुभ फल दिन्छन् र त्यही ग्रह चाहिँ यदि मारक पनि बन्न सक्छ र कस्तो अवस्थामा त्यो ग्रह चाहिँ मारक बन्न सक्छ भन्ने कुरा चाहिँ आजको बसाइमा हामी अध्ययन गर्न लागिरहेका छौँ। विशेष त मीन लग्न भन्ने बित्तिकै हामीले चाहिँ नि धनु र मीन 9 र 12 नम्बरको मालिक चाहिँ बृहस्पति ग्रहलाई जो ज्ञानको कारक ग्रह छ जो सन्तानको कारक ग्रह छ जो चाहिँ एउटा नैतिकताको कारक ग्रह छ। त्यसले गर्दा यस्तो खालको चाहिँ एउटा धन सम्पत्ति सम्पूर्ण चाहिँ एउटा विद्याको कारक र चाहिँ आएको सम्पत्तिको कारक यो सबै चिजको चाहिँ कारक ग्रहको राशि चाहिँ लग्नमा आएर बसेको कारणले गर्दा र चाहिँ मीन राशि त्यसै पनि सौम्य राशि पनि हो र चाहिँ अत्यन्त सत्वगुणी राशि पनि भएको कारणले गर्दा यस्तो चाहिँ विशेष त यो राशिलाई चाहिँ हामीले शुभ मानिन्छ र यस्तो व्यक्तिको पनि विशेष शुभ गुणहरू पनि हुन्छ। त्यसको त हामी अगाडि चर्चा गर्नेछौँ र पहिला पनि हामीले चर्चा गरिसकेका छौँ। एक त लग्नको मालिक स्वयं बृहस्पति ग्रह एक त कर्मको भावमा पनि अर्को राशि गएर अवस्थित भएको छ। दुईटै शुभ स्थानमा राशि केन्द्र र त्रिकोणको राशि स्वयं लग्नेश भएको कारणले गर्दा यो कुण्डलीमा बृहस्पति ग्रहलाई चाहिँ योग कारक ग्रह भनेर हामीले जान्नुपर्ने हुन्छ। अब दोस्रो भावमा चाहिँ एक त धनको भाव बाढीको भाव र कुटुम्बहरूको भाव र स्वयं संस्कारको भाव यस्तो खालको चाहिँ एउटा भावमा चाहिँ नि एउटा राशि छ मेष राशि र अर्को भावमा यो वृश्चिक राशि भनेको पनि मङ्गल ग्रहकै राशि हो। मेष राशि पनि एउटा शुभ भावमा छ र त्रिकोण भावमा अर्को राशि छ र स्वयं लग्नेश बृहस्पतिको चाहिँ नि मङ्गल ग्रह अत्यन्त मित्र भएको कारणले गर्दाखेरि यो कुण्डलीमा चाहिँ मङ्गल ग्रहलाई हामीले योग कारक ग्रहको रूपमा जान्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि बृहस्पति योग कारक ग्रह भयो र मङ्गल ग्रह पनि योग कारक ग्रह भयो। अब तेस्रो भावमा यो सङ्घर्षको भाव छोटा आफूभन्दा साना चाहिँ सन्तानहरूको आफूभन्दा साना चाहिँ भाइ बहिनीहरूको भाव विशेष त र चाहिँ छोटा मोटा यात्राहरूको भाव र चाहिँ विभिन्न एउटा चाहिँ कम्युनिकेसन स्किलहरू विभिन्न चाहिँ हामीले सिक्ने कला कौशलता विशेषता आकर्षणको कुराहरू पनि यहाँबाट हेरिन्छ। सेवकहरूको कुराहरू पनि यहाँबाट हेरिन्छ। त्यसले गर्दा यस्तो क्षेत्रमा एउटा चाहिँ राशि र अर्को चाहिँ अष्टम भाव जहाँबाट चाहिँ हामीले अत्यन्त प्रब्लमको चाहिँ भाव भनेर मानिन्छ। विशेष त यसलाई मृत्यु भाव भनेको कारणले पनि
हामीले चाहिँ यसलाई प्रब्लमेटिक भन्छौँ र यहाँबाट चाहिँ अत्यन्त ठुला ठुला रोगहरू पनि हेरिन्छ। विशेष त गुप्ताङ्गको भाव पनि भनेर यसलाई चाहिँ भनिन्छ। त्यसले गर्दाखेरि यदि यस्तो भावमा गएर बस्यो भने एक त अशुभ भाव भनिन्छ, किनभने यो भनेको एक प्रकारको चाहिँ नि गुप्ताङ्गको भाव भएर पनि हो। र अर्को कुरा अष्टम भाव भनेको त्यसै पनि मृत्यु स्थान भनेर पनि यसलाई चाहिँ अत्यन्त अशुभ स्थानको रूपमा चाहिँ ज्योतिषमा सबैतिर यसको व्याख्या गरिएको छ। र विशेष त तन्त्र मन्त्र साधनाको लागि चाहिँ यो भावलाई अत्यन्त धेरै महत्त्व पनि दिइएको छ। त्यसले गर्दा विशेष त हामीलाई चाहिँ नि यो अष्टम भावलाई अशुभ भाव भनेर हामीले जान्नुपर्ने हुन्छ। यो भावको मालिक जहाँ जान्छ त्यहाँ प्रब्लम दिन्छ भनेर जान्नुपर्ने हुन्छ। तेस्रो भाव सङ्घर्षको र अष्टम भाव मृत्यु स्थानको मालिक भएको कारणले गर्दाखेरि हामीले चाहिँ शुक्र ग्रहलाई पनि यो कुण्डलीमा ग्रहलाई चाहिँ मारक ग्रहको रूपमा लिन्छ। एक त लग्नेशको पनि शत्रु ग्रह, किन बृहस्पति भनेको देवताको गुरु भए र शुक्राचार्य भनेको चाहिँ दैत्यहरूको गुरु, यिनीहरू दुईजनाको दुईटाको पक्षमा चाहिँ अत्यन्त एउटा चाहिँ फरक धार भएको कारणले गर्दाखेरि यिनीहरू चाहिँ एक आपसमा शत्रुता राख्ने भएको कारणले गर्दा र सङ्घर्ष र मृत्यु दुःख कष्ट दिने भएको कारणले गर्दा यो कुण्डलीमा शुक्र ग्रहले चाहिँ प्रब्लम दिने भएको कारणले गर्दा मारक ग्रहको रूपमा लिनुपर्ने हुन्छ। अब कुरा गरौँ 3 र 6, 3 एक माताको घरमा, सुखको घरमा, मानसिक स्थितिको घरमा, आफ्नो चाहिँ घर जग्गा जमिन विभिन्न चाहिँ लग्जरीको घरमा चाहिँ एउटा राशि र अर्को पत्नीको पार्टनरसिपको डेली वेजेसको चाहिँ भावमा अर्को राशि भएको कारणले गर्दा विशेष त अत्यन्त धेरै चाहिँ मित्रता त नभए तापनि एक त सुखको भावमा माताको भावमा एउटा राशि र पत्नीको भावमा अर्को राशि भएको कारणले गर्दाखेरि यो कुण्डलीमा चाहिँ विशेष त बुध ग्रहलाई चाहिँ सम ग्रह भनिन्छ। यदि अत्यन्त शुभ स्थितिमा बसेको छ भने राम्रो दिन्छ, तर पीडित भएको खण्डमा चाहिँ मातालाई पनि पीडा हुन्छ र दाम्पत्य जीवनमा पनि प्रब्लमहरू आइपर्ने भएको कारणले गर्दा यो कुण्डलीमा बुध ग्रहलाई चाहिँ न्युट्रल मान्नुपर्ने हुन्छ। अवस्था अनुसार उसले चाहिँ शुभ र अशुभ दिन्छ, जुन कुरा हामी अगाडि पढ्नेछौँ है, केही समय पछाडि हामी पढिहाल्नेछौँ। अब हामीले कुरा गर्नु पर्यो 4 नम्बर लेखेको छ, 4 नम्बरको राशि छ पञ्चम भावमा, त्रिकोणको भावमा। एक त त्रिकोणलाई अत्यन्त शुभ मानिन्छ, बुद्धिको भाव, सन्तानको भाव, पूर्व पुण्यको भाव, विभिन्न मनोरञ्जनको भाव, उच्च लेभलको चाहिँ कुनै व्यापार व्यवसायहरू गरिन्छ। विशेष त व्यक्तिको बुद्धिको भाव पनि, मेमोरीको भाव पनि हामीले यो भावलाई लिन्छौँ भने यस्तो भावमा चाहिँ राशि एउटा भएको कारणले गर्दाखेरि विशेष त चन्द्रमा चाहिँ बृहस्पतिको अत्यन्त मित्रता पनि भएको कारणले गर्दाखेरि यो कुण्डलीमा चाहिँ चन्द्रमालाई चाहिँ हामीले योग कारक ग्रहको रूपमा जान्नुपर्ने हुन्छ। अब कुरा गरौँ सूर्यलाई, सूर्य ग्रह चाहिँ रोग ऋण शत्रुको भावमा चाहिँ आएर बसेको छ। अब एक त बृहस्पतिको मित्रता त छ सूर्यसँग, तथापि यो चाहिँ जल तत्त्वको राशि भयो र यो चाहिँ तपाईँको अग्नि तत्त्वको राशि भयो। अब जल तत्त्वको शरीरमा चाहिँ अग्नि तत्त्वले त प्रब्लम दिने भयो, पानीमा त आगो त पके पनि सह्य हुँदैन। त्यसले गर्दा यो कुण्डलीमा चाहिँ यो अग्निकारक राशि ग्रहले चाहिँ सूर्य ग्रहले चाहिँ व्यक्तिलाई रोग दिने खालको स्थिति चाहिँ बन्छ। सूर्य चाहिँ जुन भावमा यदि लग्नमा गएर बस्दाखेरि व्यक्तिलाई स्वास्थ्यमा प्रब्लमहरू दिने हुन्छ भने यदि माताकोमा गएर बस्दा मातालाई प्रब्लमहरू दिन्छ, पिताकोमा गएर बस्दा पितालाई प्रब्लमहरू दिन्छ। किन? उसँग छ नै प्रब्लम, उसँग रोग ऋण र शत्रुता छ। त्यसले गर्दाखेरि जहाँ जान्छ त्यहाँनिर चाहिँ विवाद गराइदिने खालको स्थिति चाहिँ निर्माण हुन्छ। त्यसले गर्दा हामीले विशेष त अब बाँकी रह्यो शनि ग्रह। 10 र 11 को मालिक चाहिँ हामीले शनि ग्रहलाई लिन्छौँ। शनि ग्रह एक त लग्नेशको पनि शत्रु, एक व्ययको पनि मालिक, यहाँबाट एकादश भावबाट इच्छा पूर्तिको ग्रहमा घरमा त गएर बस्यो, तथापि यहाँबाट चाहिँ हामीले छोटो रोगहरू पनि हामीले चाहिँ हेर्छौँ, यहाँबाट चाहिँ सानातिना शत्रुहरू पनि हामीले हेर्छौँ, यहाँबाट चाहिँ हामीले विभिन्न खालको चाहिँ साथीहरूसँग पनि साथी सर्कलहरू पनि हेर्छौँ। त्यसले गर्दा विशेष त लग्नको चाहिँ शत्रु भएको कारणले गर्दाखेरि व्यक्तिको साथी सर्कलबाट पनि प्रब्लमहरू चाहिँ आउन सक्ने स्थितिहरू बन्छ यो कुण्डलीमा। त्यसले गर्दा विशेष त व्यय भावको मालिक, विदेशको भावको मालिक, खर्चको भावको मालिक भएको कारणले गर्दाखेरि शनि ग्रहलाई चाहिँ यो कुण्डलीमा मारक ग्रहको रूपमा हामीले लिनुपर्ने हुन्छ। मारक ग्रह कतिवटा भयो त भन्दा एउटा त शुक्र ग्रह भयो, अर्को सूर्य ग्रह भयो र अर्को चाहिँ शनि ग्रह भयो। यो चाहिँ मीन लग्नको कुण्डलीमा 3टा ग्रहलाई चाहिँ विशेष मारक भनिन्छ। यदि ती मारक ग्रहहरू पनि विपरीत राज्य बनाएर बसेको खण्डमा चाहिँ यिनीहरूले राम्रो फल दिने स्थिति चाहिँ बन्छ।
अब हामीले कुरा गरौँ विशेष त बृहस्पति ग्रहले चाहिँ कुन भावमा कस्तो फल दिन्छ त भन्दा विशेष त लग्नेश स्वयं कर्मको भावको मालिक आफ्नै राशिमा गएर बसेको छ व्यक्ति, त्यसै पनि ज्ञानवान हुने भयो, सुझबुझ हुने भयो, बृहस्पति जस्तै खालको चाहिँ नि हुने भयो, कुनै पनि व्यक्तिलाई चाहिँ व्यक्तिको दुःखलाई चाहिँ नि मलम लगाइदिने खालको काम गर्ने भयो। व्यक्ति एउटा कुनै शिक्षाको क्षेत्रमा, कुनै चाहिँ नि धार्मिक क्षेत्रहरूमा, कुनै एजुकेसनको क्षेत्रहरूमा काम गरेर पनि एकदम चाहिँ उच्च स्थितिमा पुग्ने खालको सहयोगी स्वभावको, अत्यन्त शान्त स्वभावको र अत्यन्त यशस्वी व्यक्ति चाहिँ नि निश्चित रूपमा बन्ने भयो र व्यक्ति अत्यन्त पोजिटिभ कर्म गर्ने भयो। विशेष त कर्मको भावमा पनि धनु राशि गएर बसेपछि विशेष त व्यक्ति चाहिँ नि कन्सल्टेन्टको काम चाहिँ नि गर्ने स्थितिहरू बन्छ। परामर्शदाता कुनै कम्पनीमा काम गर्यो भने त्यसमा चाहिँ विशेष त उच्च लेभलमा चाहिँ व्यक्तिले सम्मान प्राप्त गरेर एउटा चाहिँ उपल्लो लेभलको चाहिँ एउटा चाहिँ काम गरेर चाहिँ व्यक्तिले जीवनयापन गर्ने हुन्छ। र विशेष त उसले गर्ने काम भनेको कुनै न कुनै चाहिँ नि अरूलाई सहयोग गर्ने खालकै, अरूलाई चाहिँ नि चाहे भौतिक क्षेत्रबाट होस्, चाहे चाहिँ आध्यात्मिक क्षेत्रबाट होस्, आर्थिक क्षेत्र, सम्पूर्ण क्षेत्रबाट व्यक्तिले चाहिँ अरूलाई सहयोग गर्ने खालको स्थिति चाहिँ बन्ने हुन्छ। त्यसले गर्दाखेरि विशेष त यही बृहस्पति यहाँ आएर बस्दा व्यक्ति स्वयं चाहिँ नि धनको भावमा गएर बस्दा यहाँ पनि शुभ हुन्छ, यहाँनिर आएर बस्दाखेरि पनि शुभ हुन्छ। यहाँ आएर बस्यो स्वयं माताको भावमा गएर बसिसकेपछि व्यक्ति लग्नेश चाहिँ स्वयं घर जग्गा जमिनको भावमा गएर बसिसकेपछि त्यसै पनि व्यक्तिले घर जग्गा जमिनको चाहिँ सुख भोग गर्ने खालको स्थितिहरू चाहिँ प्राप्त हुने हुन्छ। यहाँ गएर उच्चको बस्दा व्यक्ति चाहिँ बुद्धिमान हुने हुन्छ, व्यक्ति सन्तानवान पनि हुन्छ, व्यक्ति चाहिँ एक प्रकारको अत्यन्त पूर्व जन्मको पनि पुण्यात्मा हुन्छ र यो जन्ममा पनि व्यक्तिले अत्यन्त धेरै पुण्यको कर्म गरेर चाहिँ आफ्नो जीवनलाई बिताउने स्थितिहरू बन्छ। यदि यहाँ गएर बस्छ भने बृहस्पति निचो हुन्छ, व्यक्तिले व्यक्तित्व विकास गर्न चाहिँ अत्यन्त प्रब्लम हुन्छ, आय आम्दानीको क्षेत्रमा अत्यन्त समस्या हुन्छ, व्यक्तिले पैसा कमाउनलाई धेरै कष्ट हुन्छ, काम जति नै गरोस्, जति नै ज्ञान दियोस्, तर उसले चाहिँ दक्षिणा चाहिँ प्राप्त गर्नलाई अत्यन्त कठिनाइ चाहिँ भोग्नुपर्ने हुन्छ। यदि यही बृहस्पति गएर चाहिँ यहाँ गएर बस्छ भने यसलाई शुभ स्थिति मानिन्छ। पत्नी पनि अत्यन्त ज्ञानी व्यक्तिले प्राप्त गर्छ, स्वयं चाहिँ पत्नीको चाहिँ एक प्रकारको चाहिँ इसारामा चाहिँ व्यक्ति चल्ने खालको स्थिति पनि कतिपय अवस्थामा हामीले देखिन्छ भने व्यक्ति कुनै न कुनै पार्टनरसिपको कामहरू गरेर पनि अगाडि बढ्ने हुन्छ। स्वयं आफ्नो व्यक्तित्व चाहिँ व्यक्तिले आफैले विकास गर्ने खालको हुन्छ र उसको पार्टनरले पनि उसलाई चाहिँ अत्यन्त व्यक्तित्व विकास गर्नको लागि सहयोग गर्ने खालको चाहिँ स्थिति बन्छ। त्यसले गर्दा यदि यही बृहस्पति गएर चाहिँ यहाँ गएर बस्दा व्यक्तिलाई रोग ऋण र शत्रुबाट प्रब्लम हुन्छ। बृहस्पति गएर यहाँ गएर बस्दा व्यक्तिलाई तन्त्र मन्त्र साधना गरेको खण्डमा त राम्रो हुन्छ, तथापि व्यक्तिले जीवनमा एकचोटि चाहिँ नि अत्यन्त डाउनफलको स्थिति चाहिँ बन्ने हुन्छ, अत्यन्त प्रब्लम व्यक्तिले चाहिँ पाउनुपर्ने हुन्छ र प्रब्लम पश्चात व्यक्ति चाहिँ नि पछाडि चाहिँ उठेर अगाडि बढ्ने स्थितिहरू बन्छ। सन्तानबाट पनि व्यक्तिलाई विशेष त प्रब्लम हुन्छ अष्टम भावमा, किन विशेष त बृहस्पति ग्रह चाहिँ सन्तानको पारिवारिक क्षेत्रको ग्रह भएको कारणले गर्दा यदि मुक्तिको लागि त यो ग्रह ठिक गर्छ, तर भौतिक कुराहरूको लागि चाहिँ यसले प्रब्लम दिने खालको स्थिति बन्छ। अब यो बृहस्पति भाग्यमा गएर बस्दा पनि अत्यन्त शुभ हुन्छ, कर्ममा गएर बस्दा पनि शुभ हुन्छ। एक त यहाँ नीच हुन्छ, त्यसले प्रब्लम दिन्छ भने यहाँनिर चाहिँ सङ्घर्षको भावमा गएर बसे पछाडि व्यक्ति सङ्घर्ष अत्यन्त धेरै गर्नुपर्ने हुन्छ। सङ्घर्ष पश्चात व्यक्तिले चाहिँ सफलता प्राप्त गर्ने हुन्छ, तर यहाँ बसेको बृहस्पति व्यक्ति अत्यन्त धेरै सहयोगी स्थिति चाहिँ हुन्छ, अन्याय चाहिँ उसले कदापि सहन सक्दैन, त्यस्तो खालको स्थिति चाहिँ यहाँ बस्दाखेरि बनाइदिन्छ। त्यसले गर्दाखेरि यदि 6औँ 8औँ 12औँ भाव र चाहिँ आएको भावमा निच भएको अवस्थामा चाहिँ बृहस्पतिले अत्यन्त अशुभ फल चाहिँ व्यक्तिलाई प्रदान गर्ने हुन्छ। अब मङ्गलको कुरा गरौँ, मङ्गल एक त धनको भावको मालिक, एक भाग्यको मालिक लग्नमा गएर बस्यो, व्यक्तिलाई भाग्यको पनि सपोर्ट भयो, परिवारको पनि सपोर्ट भयो र पैसाको पनि सपोर्ट भयो, व्यक्ति अत्यन्त प्रभावशाली बाणी बोल्ने खालको हुन्छ। अब यही मङ्गल चाहिँ गएर यहाँ उच्चको भएर बस्यो, व्यक्तिलाई चाहिँ कुनै पनि कुराको चाहिँ समस्या हुँदैन। यदि यहाँ गएर बस्यो व्यक्ति कर्म क्षेत्रबाट चाहिँ भाग्यले पनि साथ दिन्छ र कर्मबाट पैसा कमाउने स्थितिहरू पनि बन्छ। अब यो शुक्र ग्रह चाहिँ नि त्यसरी चाहिँ मङ्गलको फल बतायौँ। मङ्गल विशेष त 6औँ 8औँ र 12औँमा गएर बस्दा व्यक्तिलाई धनार्जन गर्न प्रब्लम हुन्छ। व्यक्तिलाई विशेष चाहिँ नि यहाँ गएर बस्दाखेरि विशेष त आय आम्दानी सम्पत्तिहरू प्राप्त गरे तापनि व्यक्तिको बाणी चाहिँ अत्यन्त उग्र गराइदिने हुन्छ, अत्यन्त हतारमा चाहिँ व्यक्ति बोल्ने खालको हुन्छ, हतारमा निर्णय गर्ने खालको हुन्छ। व्यक्तिले धन कमाउनको लागि त कुनै समस्या हुँदैन, तथापि विशेष गरेर व्यक्तिलाई चाहिँ नि बाणीसँग रिलेटेड परिवारमा चाहिँ एक प्रकारको चाहिँ नि व्यक्तिले आफ्नो शासन
चाहिँ जमाउन खोज्ने खालको चाहिँ प्रवृत्ति हुन्छ। त्यसले गर्दाखेरि र 12औं भावमा गएर बस्दा विशेष व्यक्ति अत्यन्त टाढा गएर काम गर्दाखेरि चाहिँ एक्सपोर्ट इम्पोर्टको कामहरू गरेको खण्डमा व्यक्तिले चाहिँ धनार्जन गर्न सक्ने स्थितिहरू बन्ने हुन्छ। त्यसले गर्दा अब कुरा गरौँ बुध ग्रह चाहिँ विशेष त हामीले केन्द्रमा शुभ फल दिन्छ, त्रिकोणमा शुभ फल दिन्छ। यदि केन्द्रमा लग्नमा गएर चाहिँ यदि बुध ग्रह बसेको छ भने यसलाई चाहिँ अत्यन्त अशुभ मानिन्छ, किनभने नीच भएर बस्छ। नीचलाई अत्यन्त अशुभ मानिन्छ। त्यसले गर्दाखेरि माताको भावको मालिक गएर लग्नमा नीच भएर बसेको खण्डमा र पत्नीको भावको मालिक गएर नीच भएर बसेको खण्डमा चाहिँ व्यक्तिलाई चाहिँ विभिन्न चाहिँ एक प्रकारको पत्नीले चाहिँ कन्ट्रोल गर्ने खालको स्थिति पनि बन्छ र चाहिँ विशेषतः पत्नी नीचतामा गएर बसेपछि व्यक्तिले चाहिँ पत्नी पनि प्राप्त गर्छ, आफूलाई चाहिँ प्रब्लम दिने खालको र चाहिँ पत्नीको बसमा पनि व्यक्ति चाहिँ पर्नुपर्ने स्थिति पनि कतिपय अवस्थामा बन्ने हुन्छ। पार्टनरसिपको कामहरूबाट व्यक्तिलाई चाहिँ राम्रो फल मिल्दैन, घरमा सुख हुँदैन, व्यक्तिलाई चाहिँ घरबाट टाढा रहेर बसेर चाहिँ काम गर्नुपर्ने स्थितिहरू हुन्छ। व्यक्तिको बाणीमा चाहिँ एक प्रकारको प्रब्लम हुन्छ, व्यक्तिले सोचेर चाहिँ बोल्दैन, बोल्नुपर्ने चाहिँदो ठाउँमा चाहिँ बोल्दैन र नबोल्नुपर्ने ठाउँमा चाहिँ व्यक्ति अत्यन्त अगाडि बोल्ने खालको स्थितिहरू पनि बन्छ भने बिस्तारै बिस्तारै यस्तो व्यक्तिहरूको बाणी चाहिँ कम हुँदै जान्छ। सुरुमा त यस्तो व्यक्तिहरू धेरै कम्युनिकेसन गर्छन्, तर समय अन्तरालमा यस्ता व्यक्तिहरूको बोली चाहिँ बिस्तारै कम हुँदै हुँदै जाने चाहिँ देखिन्छ। अब कुरा गरौँ चन्द्रमाको। चन्द्रमा पञ्चम भावको मालिक, त्रिकोणको भावको मालिक, शुभ ग्रह, विद्याको भावको मालिक, स्वयं लग्नेशको मित्र ग्रह चाहिँ यदि चाहिँ लग्नमा गएर बस्दा राम्रो हुन्छ, धनमा गएर बस्दा पनि राम्रो हुन्छ, आएको भावमा गएर बस्दा पनि राम्रो हुन्छ, केन्द्रका सबै भावमा चाहिँ अत्यन्त राम्रो हुन्छ। यदि यही चन्द्रमा चाहिँ भाग्यको त्रिकोणको मालिक तर यहाँ गएर यदि नीच भएर बस्यो भने व्यक्तिलाई चाहिँ सन्तानबाट प्रब्लमहरू, विद्याको क्षेत्रमा चाहिँ प्रब्लमहरू, प्रेम सम्बन्धमा चाहिँ व्यक्तिलाई भावनात्मक चोटको स्थितिहरू चाहिँ आइपर्ने खालको स्थिति बन्छ भने यो चन्द्रमाले चाहिँ यहाँ देखेर व्यक्तिलाई चाहिँ यात्राहरू चाहिँ धेरै गरिरहनु पर्ने स्थितिहरू बन्छ भने त्यस्तो खालको चाहिँ स्थितिहरू बन्छ। विशेष त अशुभ मानिन्छ, नीच भएर बसे पछाडि भाग्यले चाहिँ व्यक्तिलाई साथ नदिने स्थिति बन्छ। अब यो चन्द्रमा यहाँ आएर बस्दा सन्तानहरूबाट प्रब्लम नै हुन्छ। विशेष सन्तानको कारणले व्यक्तिको वाद विवादको स्थितिहरू हुन्छ, सन्तानसँग चाहिँ अलग्गै बस्नुपर्ने स्थितिहरू पनि बन्छ। त्यसले गर्दा यही चन्द्रमा यहाँ गएर बस्छ व्यक्तिलाई विशेष त मनमा बुद्धिमा केही न केही चाहिँ एक प्रकारको डर त्रास र भय चाहिँ रहिरहने स्थिति बन्छ भने सन्तानबाट पनि अत्यन्त राम्रो खालको लाभ चाहिँ प्राप्त हुँदैन, सन्तान नाश हुने स्थितिहरू पनि बन्छ। अब यदि यहाँ गएर बस्छ भने व्यक्तिले विद्या पढ्नको लागि पनि बाहिर जानुपर्ने स्थितिहरू हुन्छ भने व्यक्तिको चाहिँ सन्तानहरू पनि आफूबाट चाहिँ टाढा रहने बस्ने खालको स्थितिहरू बन्छ। व्यक्तिले सफलता प्राप्त गर्नको लागि चाहिँ केही समय चाहिँ आफ्नो जीवनलाई त्याग गर्नुपर्ने हुन्छ, धेरै सङ्घर्ष गरेर चाहिँ नि उसले चाहिँ विद्या आर्जन गर्ने हुन्छ। किन विद्याको भावको मालिक नै व्ययमा गएर बस्थ्यो। त्यसले गर्दा व्यक्तिले चाहिँ नि एक प्रकारको कुनै अरूलाई चाहिँ नि सहयोग गर्ने खालको बाणी चाहिँ बोल्दै गयो भने अरूलाई चाहिँ केही न केही अरूको चाहिँ भलो चिताउँदै गयो भने यस्तो व्यक्तिले विद्या र सन्तानको चाहिँ साथ सपोर्ट प्राप्त गर्छ। किनभने व्ययको भावमा गएर विद्याको मालिक गएर बसेपछि यस्तो व्यक्तिले कुनै पनि घरबाट टाढा गएर बसेर चाहिँ यस्तो व्यक्तिले कुनै चाहिँ शिक्षासँग सम्बन्धित कामहरू गर्यो भने चाहिँ बाणी दान गर्ने, यो दानको भाव पनि हामीले मानिन्छ व्यय भावलाई। त्यसले गर्दा बाणीको भावको विद्याको भावको मालिक चाहिँ व्ययमा गएर बस्यो भने व्यक्तिले चाहिँ विद्या व्यय गर्ने खालको स्थिति पनि बन्छ कतिपय अवस्थामा। त्यसले गर्दाखेरि यसलाई पनि हामीले चाहिँ त्यसरी यसको व्याख्या गऱ्यौँ। अब चाहिँ सूर्य ग्रह जहाँ जान्छ यहाँनिर चाहिँ प्रब्लम दिने हुन्छ, रोग ऋण शत्रुको भावको मालिक, उसँग डिपार्ट नै खराब भएको कारणले यदि चाहिँ विपरीत राजयोग बनाएर बस्दाखेरि पनि सूर्य यहाँ निचै हुन्छ, यसले अशुभ फलै दिन्छ। यहाँ गएर बस्दाखेरि पनि अब व्ययको भावमा विशेष त व्यक्तिलाई चाहिँ अब लग्नेश बलवान हुँदाखेरि व्यक्तिले चाहिँ विदेशमा गएर चाहिँ कसैको नोकरी गरेर कसैको चाहिँ काम गरेर सहयोग गरेर चाहिँ व्यक्तिले केही सफलता धनार्जन गर्ने स्थितिहरू त बन्न सक्छ, तर कोर्ट केस मुद्दा मामलाबाट चाहिँ अत्यन्त जोगिनुपर्ने हुन्छ। अब शनि ग्रहको कुरा गरौँ। शनि ग्रह चाहिँ मारक ग्रह मानिन्छ यो कुण्डलीमा। शनि ग्रह चाहिँ यदि लग्नमा गएर बस्दा व्यक्तिलाई चाहिँ खर्चालु स्वभावको हुन्छ, आम्दानी त हुन्छ व्यक्तिको, पैसा कमाउने कुरामा त समस्या हुँदैन,
तथापि व्यक्तिको स्वास्थ्यमा चाहिँ यसले प्रब्लमहरू दिन्छ। कुनै पनि काम चाहिँ नि एकचोटि सोचेको काम चाहिँ नि व्यक्तिले गर्न सक्दैन, धेरैचोटि चाहिँ निर्णयहरू बदल्ने खालको सोच विचार हुन्छ। विशेष त शिरमा एक प्रकारको चाहिँ प्रब्लमहरू, बोझहरू, एक प्रकारको चाहिँ भ्रमहरू व्यक्तिलाई दिइराख्ने हुन्छ। आर्थिक कुरामा त व्यक्तिलाई चाहिँ नि साथ सपोर्ट प्राप्त भए तापनि, इच्छा पूर्तिको स्थिति त भए तापनि व्यक्तिलाई चाहिँ स्ट्रेस चाहिँ भइराख्ने खालको स्थिति बन्छ भने यहाँ बसेर चाहिँ शनिले तेस्रो भावले यहाँ प्रब्लम दिन्छ, भाइहरूलाई चाहिँ प्रब्लम दिने हुन्छ। र स्वयं चाहिँ नि दशम भाव दृष्टिले चाहिँ कर्मको क्षेत्रमा पनि अब प्रभाव पार्ने खालको हुन्छ। विशेष त कर्ममा विशेष अलिकति आफूले चाहिँ नि लिड गरेर काम गर्ने खालको, आफूले नेतृत्व जमाउने खालको, कसैको अन्डरमा बसेर चाहिँ नि काम गर्न नरुचाउने खालको स्थितिहरू पनि बन्छ। र व्यक्तिले चाहिँ धेरै मेहनत गरेर कम चाहिँ नि सफलता चाहिँ प्राप्त गर्ने स्थिति बन्छ। किन स्वयं व्ययको भावको मालिक चाहिँ नि कर्ममा गएर बस्यो भने कर्मको चाहिँ व्यय हुने स्थितिहरू बन्छ। व्यक्तिले धेरै कर्म गर्नुपर्ने, जे जहाँ त कर्मठ चाहिँ कर्मठ हुन्छ, विशेष फिजिकल्ली बडी चाहिँ नि एक्टिभ रहनुपर्ने स्थिति बन्छ। तर यसले आर्थिक रूपमा चाहिँ व्यक्तिलाई राम्रै सफलता दिने खालको स्थिति बन्छ। त्यसले गर्दा समादरणीय सज्जनहरू, आजको बसाइमा हामीले मीन लग्नको कुण्डलीमा चाहिँ कुन कुन ग्रह चाहिँ कुन भावमा गएर बसेको खण्डमा चाहिँ तिनीहरू योग कारक हुन्छन् र कुन भावमा गएर बस्दा चाहिँ तिनीहरू अशुभ हुन्छन्, यानि कि मारक हुन्छन् भन्ने कुराहरू अत्यन्त सठिक तरिकाले अध्ययन गऱ्यौँ। त्यसले गर्दा विशेष त हामीले 12वटै लग्नमा चाहिँ कुन कुन लग्नमा कुन कुन ग्रह चाहिँ योग कारक हुन्छ र कुन कुन ग्रह चाहिँ मारक हुन्छ भन्ने कुरा चाहिँ हामीले ज्ञान प्राप्त गऱ्यौँ। हामीलाई कुन ग्रहको दशा चलिरहेको छ, सो ग्रह चाहिँ कुण्डलीमा कस्तो अवस्थामा गएर बसेको छ, सो कुरा चाहिँ हामीले जान्नुपर्ने हुन्छ। र यदि अशुभ छ भने त्यसको चाहिँ विभिन्न उपायहरू गरेर हामीले सावधानी अपनाउनु पर्ने हुन्छ। भने शुभ ग्रह छ भने, त्यस कमजोर छ भने त्यसलाई चाहिँ एक्टिभ गराउनको लागि विभिन्न रत्न धारणहरू गरेर, विभिन्न मन्त्र जप पाठ पूजा गरेर हामीले त्यसको बल चाहिँ नि अझै बढाएर चाहिँ त्यसको उच्च लेभलको फल चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। त्यसले गर्दा यो यति भन्दै आजको बसाइबाट चाहिँ म बिदा हुन चाहन्छु। भोलि हामी अत्यन्त विशेष र अत्यन्त नयाँ श्रृङ्खलालाई लिएर अध्ययन गर्नेछौँ। आजको बसाइबाट म बिदा हुन चाहन्छु। हवस् त। र